वेलकम टु माई मिनी ब्लग गाइज। यो चाहिँ के हो भनेर सोच्नु हुँदै हुन्छ होला। यो चाहिँ तोरीको दाना किन भन्नुहुन्छ भने यो चाहिँ म मुलाको अचार लगाउनुको लागि है साथीहरू। अन्त मेरो घरमा चाहिँ मुलाको अचार सिद्धि नै हुँदैन के, मुलाको होस् या जेसुकैको होस्, के न केको अचारहरू त राखि नै राख्नुपर्छ, भइराख्नुपर्छ। अनि मलाई चाहिँ टेन्सन भएर प्रेसर बढ्नु थाल्छ है। अन्त मैले चाहिँ त्यही भएर अब यो पनि अलिक धेरै नै बनाएर राखिराख्नु पऱ्यो स्टकमा। अन्त अब अलिअलि ल्याउँदै बनाउनु पऱ्यो भनेर चाहिँ मैले अलिक धेरै यहाँ भुटिराखेको छु। मुलाको लागि मेन मसला भनेको चाहिँ यो तोरीको दाना हो साथीहरू। यसलाई चाहिँ मजाले यसरी भुट्ने, अनि भुटेपछि यसलाई मिक्सरमा स्वाइँ पिस्ने, अनि मुलाको चना पारेर सुकाएकोमा लगाएर स्वाइँ मोल्ने हो, अनि टक्क लाउने हो। यो चाहिँ मैले यसरी सेलाएको छु। यसलाई चाहिँ यस्तो सेलाएको छ। अब यो चाहिँ सेलिन्छ अनि यसलाई मिक्सर गर्ने, अनि त्यस पछाडि अचारको तयारी हुन्छ मलमलमा। अब चाहिँ यसलाई मैले मिक्सर गर्न लागेको छु साथीहरू। अब यसलाई टक्क मिक्सर गरिसकेपछि चाहिँ निकालेर मिक्स गरेर डिब्बामा हाल्ने हो। अन्त मैले चाहिँ यहाँ अब सुरु गरेँ साथीहरू। यो चाहिँ यहाँ चाहिँ यो चाहिँ 10 केजी मुला हो। यहाँ चाहिँ मैले अरू केही लाउँदिनँ, नुन लगाएको छु अनि खुर्सानी लगाएको छु धुलो। अनि त्यस पछाडि यो तोरीको छोप लगाएपछि यति भएपछि काइदा हुन्छ, काइदा ल। अनि अब यहाँ तेल लगाउने, अनि तेलमा म चाहिँ मेथी फुराएर हाल्छु, अनि त्यस पछाडि मजाले घोल्छु अनि लगाउँछु। फाइनली मेरो चाहिँ अचार यस्तो भइसकेको छ। अन्त मैले चाहिँ यहाँ टेबलमा राख्छु। यहाँ चाहिँ घामले भेटाएको छ नि त यता झारपट्टिबाट। अन्त यो चाहिँ 2-3 दिनमा खाने भइहाल्छ। भेटेर छ यहाँ एउटामा चाहिँ अलिक आधी पुगेन, नत्र भए सबै भएको छु साथीहरू। अचार चाहिँ यसरी बनाएर खानुपर्छ है। म चाहिँ एकदमै अचार लभर हो। जेको पनि अचारहरू बनाउनु मनपर्छ, तर सबैभन्दा बेस्ट खानु मनपर्ने चाहिँ आँपको नै हो। मुलाको चाहिँ एकदम मनपर्छ क्या साथीहरू। यस्तो दामी भएको छ, वाउ भएको छ, वाउ।